होइन पैसे हामीले अहिलेसम्म केही नै खाएको छैनौँ। आज हामी गइरहेको छौँ सुन्दरी जलबाट तारेभिरबाट बुढानी काण्ड अनि अहिले हामी पुग्यौँ मूर्ख फर्क अनि हामी 3 जना गरिरहेको गौतम श्रेष्ठ चुम्पा शेर्पा अनि आरब सुन्दरी जल मन्दिर पुग्न लाग्यो अनि त्यसपछि हामी भरेबाट गइरहेको छ। अब सुन्दरी जल मन्दिरमा हामीहरू पुगिसक्यो। मन्दिरमा हामीले भनेको मन्दिरको बानर चाहिँ खिच्न मिल्दैन रहेछ तर लुक एट द भ्यू अफ द वाटर। तपाईँले 1 महिनापछि आउनुभयो भने नि पर्फेक्ट छ। यति धेरै पानी हुन्छ। अहिले चाहिँ खासै रमाइलो छैन होइन। खगेशको कपी सुन्दरी मन्दिर र सुन्दरी जलको ड्याम क्रस गरेर हामी पुगिसक्यो। हामी अहिले चेक पोइन्टमा छौँ सुन्दरी जलको। ल अब हामी पुगिसक्यो। अब चेक पोइन्ट यहाँबाट चाहिँ बाटो छुट्टिन्छ। त्यहाँबाट चाहिँ ढाबड्याम यहाँबाट चाहिँ चिसापानी यहाँबाट चाहिँ तारेभिर पुग्छ होइन। हामी चाहिँ तारेभिर गइरहेको। तपाईँलाई अलिकति भनिदिएको तपाईँ नयाँ मान्छे हुनुहुन्छ यहाँ आउने भए यहाँ ढाबड्याम चिसापानी र यहाँ तारेभिर। त्यो रिपिट त गर्दैन जुन डिलिट भएको पोर्सन छ तर डिलिट हामीले हाइकिङ चाहिँ किन गर्नुपर्छ भन्दाखेरि यहाँलाई हाम्रो हेल्थको लागि राम्रो बनाउँछ अनि त्यसपछि नेचरसँग हाम्रो मिल्छौँ कि हामी नेचरसँग त्यस भएर हामीले हाइकिङ गर्नुपर्छ। एक जोन भनेको के हो त? त्यहाँ धेरै मान्छे धेरै कुराहरू त्यहाँ सकेको हुनाले मान्छे धेरै मर्छ अनि त्यही स्पाइडरको वेबले म मरिरहेको छु। अब हामी तारेभिर पुग्नै लाग्यो। हामी एकदमै हाइटमा छौँ। तपाईँले एउटा कुरा नोटिस गरेर होला हामी यति हाइटमा भएपछि अगाडि हेर्नु लुक एट यो ट्री त हेर्नु यस्तो दामी छ यो ट्री। हामीले अहिलेसम्म केही नै खाएको छैनौँ। अहिलेसम्म लाइक पानी र 1-2वटा चक्लेटहरू खायो। त्यसबाहेक केही खाएको छैन। अब हामी ब्रेकफास्ट मात्र खाइरहेको छन् अनि हामी अहिले लागिरहेछ। अनि त्यसपछि हामी अब त्यही काहीँ गाउँमा पुगेपछि हामीहरूले अब लोकल थकाली जस्तोमा खान्छौँ होइन। अनि त्यसपछि हामी बुढानी कण्ठ भएर फेरि हामी घर जान्छौँ। यहाँ यो याक होइन पैसे यो हामीले भइसक्यो। अनि हामी तारेभिर पुगेर हामीले एउटा लाइक लोकल खाना खाने ठाउँ पनि भेटिसक्यो यो होइन। अनि यहाँ कुखुराहरू पनि छ। कमन एकचोटि हेर्नु न सुन्न ट्राई गरौँ। हुन्छ नि फेरि कुखुराले ट्याट गर्छ। के हुन्छ डरायो। स्पेसल छ आधारले पनि खोर्सानी खाने छ। हामीले रेस्टुरेन्टमा पुगिसक्यो अनि हामीले अहिले चाहिँ काँक्रो यिनीहरू स्यालेड मागेको। अनि यहाँ होममेड चटनी नै रहेछ अनि एकदमै स्पाइसी र टेस्टी पनि रहेछ। यस्तै दिनु न त यस्तै राइस पनि अलिकति हालिदिनु है त्यसमा। यो चाहिँ छ्याङ सुकुटी ट्राई गरेर मिठो छ। हामीले खाजा त खायौँ होइन तर यसमा मिठो त थियो तर होइन के थियो
भन्दाखेरि दाल चाहिँ सिमीको भएर अलि मिठो लागेन। तर आई रिकमेन्ड इफ तपाईँहरू नि लाइक ट्रेकिङ हाइकिङमा धेरै इन्ट्रेस्टेड छ अनि यहाँ आउने हुनुहुन्छ भए चाहिँ यो पर्फेक्ट छ। अलिअलि लाइक क्वालिटी राम्रो छैन तर गाउँमा त लोकल यस्तै हुन्छ, त्यही भएर मलाई राम्रै लाग्यो। ठाउँको नाम चाहिँ के हो भन्दाखेरि फलो मी। तारेवीर 90 भ्यू मोहन चिया पसल। हामी अब सुन्दरी जलबाट तारेवीर भएर हामी यहाँ पुगिसक्यौँ। अब 3 घन्टामा 15 किलोमिटर्सको डिस्टेन्समा पुग्यो। अनि त्यसपछि अब हामी बुढानी कण्ठमा जान्छौँ। अब जम्मा कम 2-3 किलोमिटर्स टाढा छ, त्यही भएर चाहिँ के गरेर भन्दाखेरि हामी अब गेटमै पुग्न लागिसक्यौँ। हामी चाहिँ नि अब हामीले वक गऱ्यो कि 4 आवर्स वक गऱ्यो, लाइक अलमोस्ट 17 किलोमिटर्स वक होइन। हामी धेरै हिँड्यो अनि हामी के गर्न चाहन्छौँ भन्दाखेरि हामी अब यो बाटोबाट जान्छौँ। हामी त्यहाँबाट चाहिँ किन नगएर भन्दाखेरि त्यहाँबाट हामी गइरहेको हुन्छौँ, त्यही भएर हामी यहाँबाट जान्छौँ होइन। अहिले हामीले क्यालोरिज चाहिँ लाइक 1000 भन्दा धेरै बर्न त बोल न। के भ्लग पनि हामीले मिसन कम्प्लिट गऱ्यौँ। अब हामी गेटबाट बाहिर निस्क्यौँ। अब हामी बसमा जानु पऱ्यो। बसमा हामीहरू अब पुगिसक्यौँ। हामी बस खोज्दा हामी बसभित्र छिर्यौँ। हामी चाहिँ रत्न पार्क जानु लाग्यो। अब